श्रीमतीलाई त भनेर बोलाउने केटाहरू को हुनुहुन्छ यता हाजिर गर्नुहोस् त। अनि यदि दिदीबहिनीहरूले श्रीमानले त भनेर बोलाउनुहुन्छ र मलाई हेपेर बोलाएको जस्तो फिल गर्नुहुन्छ भने चाहिँ उहाँ दिदीको यो कुरा सुन्नु होला है। ल केटा सुन्नु मान्छेहरूले नि एकैछिन। आफ्नो श्रीमतीलाई बोलाउँदा कसैले त भनेर बोलाउँछन्, कसैले तिमी भनेर बोलाउँछन् होइन। हो हुन त यो आफ्नो आफ्नो विचार हो जे भने पनि। तर मलाई चाहिँ के लाग्छ भने जब केटा मान्छेहरूले चाहिँ आफ्नो बुढीलाई त भनेर बोलाउँछन् नि, एकदमै नजिकबाट एकदम धेरै माया गरेर बोलाएको जस्तो लाग्छ के। यस्तो है कुरा थाहा चाहिँ। छ, हामी भन्छौँ नि यो त मेरो तँ र ममको साथी हो, एकदम मिल्ने एकदम नजिकको साथी हो भनेर भन्छौँ नि होइन। हो त्यही भएर केटा मान्छेहरूले पनि एकदम नजिकबाट के एकदमै धेरै माया गरेर चाहिँ एकदमै आफ्नो सोचेर भनेको। चाहिँ त भनेर बोलाएको जस्तो लाग्छ के। अनि पहिला पहिला पनि हाम्रो बुवा आमाहरूको पालामा पनि बुढीलाई अलि त भन्ने चलन थियो नि, त्यो चाहिँ हेपेर चाहिँ होइन के, यो अति नै माया गरेर अति नै आफ्नो सोचेर हो के। त्यस्तै अहिले पनि कति श्रीमानहरूले चाहिँ आफ्नो बुढीलाई चाहिँ आफ्नो श्रीमतीलाई चाहिँ त भनेर बोलाउँछन् के। इभन मेरो श्रीमानले पनि मलाई त नै भनेर बोलाउनुहुन्छ के। पहिला पहिला चाहिँ किन त भन्नुभयो होला हेपेर भने जस्तो लाग्ने के। अनि पछि सोच्दै गएँ ए म रङ रहेछु होइन हेपेर, मलाई त आफ्नो सोचेर आफ्नो धेरैजनाको सोच सबैभन्दा चाहिँ यस्तो हुन्छ। नजिकको र एकदम बढी माया गर्ने सोचेर चाहिँ त भन्नुभएको भन्ने चाहिँ थाहा भयो क्या मलाई। थाहा भयो। त्यसैले आफ्नो श्रीमानले त भनेर बोलायो भनेर चाहिँ दुःख नमान्नु है। यो चाहिँ एकदम माया गरेर एकदमै आफ्नो नजिकको मान्छे हो भनेर चाहिँ केटा मान्छेहरूले चाहिँ त भन्दो रहेछन् के। हजुरहरूको विचार के छ? उहाँ दिदीले भन्दै गरेको कुरा मलाई चाहिँ एकदम वास्तविक लाग्यो है। एकदमै धेरै माया गरेर चाहिँ त भनिन्छ। श्रीमान श्रीमतीमा सधैँ राम्रो सम्बन्ध भयो भने कुनै न कुनै दिन त बाजाबाज पर्छ नि, त्यति बेला पनि तिमी भन्दै बाँध्नुको के मजा हुन्छ र होइन। आखिरी श्रीमतीले त श्रीमानलाई तपाईँ नै भन्छन्। अनि यो चाहिँ एकदमै नजिक आफ्नोपन हुने भनेको चाहिँ तमा हुन्छ। मैले चाहिँ श्रीमतीलाई त भनेर सम्बोधन गर्ने गर्छु। तपाईँहरू चाहिँ कसले के भनेर सम्बोधन गर्नुहुन्छ कमेन्ट गर्नु होला ल।